ल हाम्रो मुस्ताक दाइनी तयारी चलाउँदैछ यहाँ ब्याग स्याग प्याकिङ भइसक्यो यहाँ ब्यागमा राखिसक्यो हामीसँग चाहिँ तीनटा ब्याग छ यो एक्सपल्स एउटा यो एउटा अनि यो चाहिँ मेरो सेतो चाहिँ मेरो अनि अब चाहिँ हामी हिँड्नु लाग्यो अहिले चाहिँ आज माको 1 गते ठ्याक्क 11:30 भयो टाइम चाहिँ अलि लेटै भयो अब चाहिँ हिँड्नु लाग्यो अनि आज चाहिँ मेरो यहाँ गोप्रो छ गोप्रो भ्लग गर्छ होला ल अब हामी चाहिँ हिँड्यो भयो यहाँबाट ठ्याक्क 11:30 भयो अब चाहिँ हामी सिधै अब मुस्ताङ तर्फबाट लागिरहेछौँ केटाहरू यस तीनटा बाइक छ मेरो बाइकमा चाहिँ महेश पसेछ अनि शरद र साथी छ गिनी चाहिँ सोलो हानिरहेछ एक्सपल्स यो भाडामा तर सही रहेछ चाहिँ मेरो चाहिँ व्हाइटमा छ अलिक सजिलो लाग्यो मलाई अर्को त दुईवटा रातो भन्दा म चाहिँ आज बिहान मात्रै आज हिजो बेलुका नाइटमा हिँडेको थिएँ अनि बाटोमा जाम भयो कति बेर 3 घन्टा अनि साथीहरू चाहिँ हिजो आइसकेको थिएँ मैले हिजो कामै गर्दाखेरि चाहिँ नाइट हिँडेको बिहान आउँदा त्यही 7 बजेको थियो अनि अहिले अब खाजा खाइयो चिया खाइयो अनि अब निस्केको त हल्का टाइम चाहिँ लेट भयो जाम अब के हुन्छ केही छ लकेटहरू पनि आयो होइन अब त यहाँबाट सिधै हो रे भनिरहेको छ म त फर्स्ट टाइम जानु लाग्छ मुस्ताङ होइन यार एउटा हाम्रो बाइकै बिग्रियो यो बाइक यार टाइम टाइममा आफै बन्द हुँदो रहेछ बन्द भइरहेको रहेछ अब बाइक फेरि कहाँ गएर बनाउने हो बाटोमा गाह्रो भयो फेरि भाइ चाहिँ अगाडि कहाँ पुग्छ हामी चाहिँ अहिले यहाँ नाकढुङ्गा भन्ने ठाउँमा आएको छौँ अनि बाइक बिग्रियो भयो क्या अनि अब फेरि यहाँ एकछिन बाइक बनाएर त्यो बाइक त्यहाँ चल्दै चलेन होइन बन्द भएको भइसकिन्देखि अब यहाँ बाइक एकछिन देखाउँ त्यसपछि जाउँला स्याड फर अस हाम्रो बाइक एउटा बिग्रेर यहाँ नौडाँडामा फेरि पोखरा जानु लाग्यो बाइक चेन्ज गर्नलाई बाइक बनाउनलाई लगभग 1.5-2 घन्टादेखि ट्राई गरेँ तर बन्दै परेन ऊ साथी बिस्तार चलाइरहेको छ बाइकै बिग्रियो एउटा अनि अब फेरि पोखरा गएर चेन्ज गरेर फेरि अनि कुरो भएछ टाइम चाहिँ 3 बजिसक्यो हाम्रो आज दिन यत्तिकै वेस्ट भयो खत्तम भयो आज दिन यत्तिकै वेस्ट भयो होइन झन् आज जुमसुम पुग्ने भनेको अब यतैतिर पास होला जस्तो छ आज पावरै छैन रेस पनि आउँदैन बन्द भएको भाइ साँच्चै हो होइन यस्तो गाह्रो त खाना पनि खाएको छैन अझजना खाना खानु उसमा पुगेर खाना खाने भनेको यत्तिकै ड्याङ भएन आज दिन टाइम वेस्ट मात्रै भयो एक दिन फेरि यहाँ आएर बाइक चेन्ज गऱ्यो होइन अनि खासा खाइयो अहिले चाहिँ ठ्याक्क कति बज्यो 4:30 हुन लागेछ अब हामी फेरि अब कहीकै बाटो लाग्छ मुस्ताङ जाने बाटो सायद हामी आज अब जोमसोम त पुगिनु भनेको तर पुगिन्न होला पुगिन्छ होला जोमसोम यस्तो केही भयो भने चाहिँ हामी पुष्पातिर पनि बस्न सकिन्छ तर हाम्रो त मेन टार्गेट भनेको चाहिँ जोमसोम नै हो अझै पनि त्यो हामी हिँडेमा अब यहाँबाट बाइक कतार जानुपर्छ आज बाइकले गर्दा धेरै दुःख पायो तर केही छैन अब जस्तो रमाइलो भयो अनि तपाईँहरू चाहिँ पोखरा आउँदाखेरि चाहिँ एकदम राम्रोसँग ठाउँ हेरेर हुन्छ नि बाइकको कन्डिसन बुझेर मात्रै बाइक रेन्टमा दिनु होला न त हामीले जस्तो दुःख पाउनुहुन्छ हाम्रो जस्तो एक दिन टाइमै वेस्ट हुन्छ क्या त्यसरी बाइक हेर्दाखेरि सबै कुरा बुझेर अब हुन्छ नि उसको कन्डिसन कस्तो छ बाइकको भनेर चाहिँ हेर्नु पर्दो रहेछ अब त्यही हो हामीले चाहिँ हिजो आएर खासै चेक गरिएन अनि त्यतिकै लिएर गएको लास्टमा दुःख पाइयो त्यही हो अब सिकियो पात अब त हामी नन स्टपै जान्छ कहाँसम्म गइन्छ भन्ने कुरो हजुर हामी अलि जाम गर्नुपर्छ होला
अघि हामी यहाँ 2-3 घन्टा बाइक बनाएको यही हो फर्किने एउटा फर्का बाटो चाहिँ खतरा हालेको राम्रो रहेछ बाटो चाहिँ सनसेट भइरहेको साइडमा त्यस्तो मजा आइरहेको छ ठाउँमा यो बागलुङ जिल्लाको काँडे भन्ने ठाउँमा आइपुगेको छ है हल्का यहाँ सानोतिनो बजार जस्तो रहेछ हामी चाहिँ यही हो हामी चाहिँ अगाडि छौँ केटाहरू चाहिँ पछाडि आउँदै चाहिँ छ तर देखेको छैन हामीले बागलुङ जिल्लामा प्रवेश गर्यो सबैजनाको यहाँ भेट भयो होइन एक ठाउँमा आएर अब चाहिँ अब फेरि हामी अब सँगै भेटेर फेरि जाने सोचिरहेको पर्वत जिल्लामा प्रवेश गरेको छ भर्खर त्यहाँ गेट थियो त्यसो हामीले बागलुङ गरेर पर्वत जिल्लामा आएछौँ अनि अहिले टाइम चाहिँ कति भयो 6 बजिसक्यो क्या सबै 6 बजी लागेछ यताबाट कहाँ लाग्दैछौँ अब हेरौँ कहाँसम्म गइन्छ आज कृष्ण बजार चाहिँ आयो है ठ्याक्क कति भयो टाइम भन्दा 6:13 भएछ होइन 6:13मा हामी यहाँको कृष्ण बजार आइएछ अब हामी नेक्स्ट हाम्रो बेनी हुँदैछ होइन अब बेनी नै गइन्छ होला केटाहरू छन् पछाडि हामी अगाडि छौँ हामी गइदिनु आएको छ हामी त अब बेनीतिर लागौँ बेनी पर्वत लगाइज हामीहरू चाहिँ अहिले बेनी बजारमा आइपुगेका छौँ है यो चाहिँ बेनी बजार रहेछ यतातिर चाहिँ बाटो अलिक खत्तमै रहेछ अब हामी त कतै बसेर चिया खाइन्छ होला एकछिन केटाहरूसँग भेटेर अनि त्यसपछि गइन्छ अब कहाँ बस्ने तर बस्नुलाई चाहिँ यो बेनीको बजारको पुल हो न तल ठ्याक्क तल चाहिँ कहाँ निगण्डकी नदी यो चाहिँ बेनी बजार कहाँ छ जिल्ला यो म्याग्दी जिल्लामा अरे अब चाहिँ यो चाहिँ अब म्याग्दी जिल्लामा प्रवेश हामी चाहिँ अहिले म्याग्दी जिल्लामा प्रवेश गऱ्यौँ उतापट्टि पर्वत यो चाहिँ म्याग्दी ल हामी अब बेनी बजारमा एकछिन रेस्ट गरियो चिया कफीहरू खायो है अब चाहिँ हामी अब यहाँबाट हिँड्नु लाग्यो अब यहाँबाट जङसम्म 2-3 घन्टामा पुगिन्छ अरे अब जाऊँ कति टाइम पुगिन्छ बस है अब हामी गएर सिधै जोनसम्म त्यहाँ होटेल बुक गरिसक्यौँ हामीले अब गएर बस्नु यहाँ हामी चाहिँ अहिले यो तातो पानी कुण्डमा आएको छौँ यहाँ तल चाहिँ तातो पानी छ तातो पानी नुहाउने ठाउँ तातो पानी कुण्ड के जान्छ नि होइन डे 2 अफ मुस्ताङ होइन यहाँ चाहिँ हामी चाहिँ अब यहाँ उठेर फ्रेस भएर मुजुनातिर जानु लाग्यो अनि 17 सनसेट 17 भ्यू देखिरहेको छ भम पनि लाग्छ यहाँ सब रेडी भइसक्यो ल जाम एयरपोर्ट रहेछ नि यहाँ त एयरपोर्ट यो चाहिँ एयरपोर्ट रहेछ जोमसोम एयरपोर्ट लास्ट चिसो होला यसलाई छैन बिहान अहिलेको चाहिँ कति 8:30 भयो बिहानको 8:30 अनि कफीहरू खाएर अहिले हिँडेको हामी चाहिँ यहाँ चाहिँ आर्मी ब्यारेक रहेछ खतरा हिमाल यहाँ सही रहेछ यहाँ
अझै एकछिन रोक्नुपर्छ क्या यता कता हिँड्दैन मन्दिर गएर पछि चाहिँ उता जाने कुरो भन्छ हामी चाहिँ अहिले चाहिँ अब काठमाडौँ जाउँ त्यहाँ यसो पूजा गरौँ त्यसो गल्ल जाने हाततिर मुक्तिनाथ पनि लाग्यो जग्गातिर चाहिँ हाम्रो चाहिँ पढ्नु लाग्यो एकदम बनायो यहाँ मैले चाहिँ पुरै पूजा गरेँ अनि अब चाहिँ यहाँ हिँड्न लाग्यो यहाँ चाहिँ पहिला मन्दिर रहेछ त नि मन्दिर चाहिँ अहिले अस्ति पोर्साल बाढीले बगाएर रहेछ अनि यहाँ चाहिँ ठ्याक्क काँधी गण्डकी र गण्डकी नदीको मिक्स हुने ठाउँ रहेछ कि सङ्गम रहेछ यहाँ अनि पूजा गर्ने अब चाहिँ अब यहाँबाट चाहिँ मुक्तिनाथतिर चाहिँ जानु लाग्यो यताबाट सर्टकट बाटो छ अरे केटाहरू अगाडि गइसक्यो यता हो नि बरु यता यता चाहिँ थाहा छ मलाई होइन त त्यस्तो लाग्यो किन हामी अघि त त्यो बाटो आयो त नि जसरी भने कस्तो भयो हेर्छ होइन गाउँहरू रहेछ है अनि गाउँ माथि दाउरा सबै दाउरा मात्रै हुँदैछ माथि माथि चाहिँ छतमा दाउरा सुकाउँदो रहेछ गरेछ अन्त आइसमा चिप्लेर चिप्लो भइसक्यो घर त चिप्लाउँदो रहेछ यहाँ त म यहाँ ल बाटो चिप्लो हुँदो रहेछ आइसमा त केटा लडिरहेको रहेछ नाना कसो जाने अब तर डरतिर सही हो पऱ्यो मुक्तिनाथ चढ्दै हामी चाहिँ अहिले मुक्तिनाथ मन्दिर जाने बाटो भर्याङ चढ्दैछौँ जाँदै तल बाइक पार्क गरेर त्यहाँ खानासाना भनेर होटलमा हिँड्दैछौँ अब यो चाहिँ मुक्तिनाथ मन्दिर भित्र हामीले दर्शन गरियो अनि यता चाहिँ धारा 108वटा धारा छ यहाँ
हामी अहिले चाहिँ मुस्ताङ मुक्तिनाथ मन्दिर दर्शन गरेर अनि खानसाना खाएर अहिले हामी जोमसोम फर्किन लाग्यो। जोमसोम फर्किँदैछौँ। म अहिले हिजोको होटेलमा त्यो सामान लिएर फेरि अब कता गइन्छ त्यहाँबाट घुमाएर फेरि अहिले चाहिँ टाइम ठ्याक्क दिउँसोको 1 बज्यो होइन, 1 बजिसक्यो। अब त्यहाँ पुग्दा लगभग लाग्छ होला, त्यहाँ पुग्दा 2 बज्छ होला। त्यसपछि अनि हामी जान्छौँ लेते मार्फा सार्फा घुम्दै लिरतिर जान्छौँ होला। अनि आज चास त्यतै हुन्छ होला। अनि भोलि चाहिँ हामी उता पोखरा फर्किने कुरो छ अहिलेसम्म। अब हेरौँ के हुन्छ। रमाइलो भयो सबै टाइममा, एकै टाइममै मन्दिर गयो, खानसाना खाएको टाइममा आज ठिकै भयो। हाम्रो होटल आयो, होटल मोनालिसा। ल हामी चाहिँ अब जोमसोमबाट फर्किन लाग्यो। यहाँ ब्यागस्यागहरू हामीले प्याक गरेर अनि बाइकमा बाँधेको छौँ। अब हामी चाहिँ एकछिन त्यहाँ मार्फा छिर्छौँ होला। त्यसपछि तलतिर जान्छ कता हुन्छ। मेरो साथी घर पनि तिर छ क्या तलतिर। हामी त्यहाँ आज बसिन्छ कि के हुन्छ, बसिन्छ होला सायद। अहिले त हामी जोमसोमबाट हावा चिसो लागेर हामी चाहिँ अब यहाँ मार्फा भिलेज बजार लाग्छौँ है। मार्फा भिलेज छ हेरेर मार्फा मात्रै 10को स्पिडमा हिँडेर गाउँमा। अझ फर्किन नआउँदैछ। जेरी गल्ली ada जेरी गल्ली।
कहाँ रे लेते कुरा त झल्ला छ र ल हामी जब निस्किन लाग्यो यो चाहिँ बिदिको गाउँ हामी बिदी गाउँमा आएर बसेको थियौँ यो ताक्लुङ भन्ने ठाउँमा अब चाहिँ निस्किन लाग्यो अब हामी जाँदैछौँ बल्ल बल्ल फाइनली अब आज काठमाडौँ जाने एउटा क्लब हराए एउटा यस्तो चेन्ज छ के गर्नु फेरि गाह्रो छ म पनि छु खण्डको ब्लगमा माथि गइरहेको त्यो माथि गइरहेको ल हामी लाग्छौँ अहिले चाहिँ कति बज्यो टाइम कति हो 8:30 9 बजिसकेको छ 9 घाम लाग्छ अब निस्किनुलाई बिल्चको गाउँबाट खतरा भ्यू देखिरहेको छ हिमालको घाम पहिला आइरहेको छ यता तल यहाँ चाहिँ फेरि उ रहेछ क्या यो पुल बन्दै रहेछ पुल बनाउनु लाग्यो 10 वर्ष भएछ अनि यहाँ क्रस गर्न हाइवे जानलाई चाहिँ यो पुलबाट तर्नु पर्दो रहेछ हिजो यस्तो डर लागेर यत्रो सानो छ है अनि साइडको त्यो वालहरू पनि सब च्यातिएको छ क्या त्यो फ्रामको यस्तो डर लागेर चाहिँ कसरी जाने हो केटाहरूलाई सम्मको म आउँछु है ओ त्यो बिक्री त भन म आउँछु भनेर म आउँछु यस्तो डर लागिन्छ यो कतिबाट औकेटा जानु पर्ने थियो अलिक पाउँदैन हिजो आत्तिएर डराएर त घाँस गरेको थियो ब्रिजको हाइट अलिक कम छ त्यसलाई अलिक गाह्रो हुन्छ कि फेरि केही भइहाल्यो भने खुट्टा टेक्नुपर्छ नि त अनि ले चाहिँ अलिक गाह्रै छ अब चाहिँ विनितको बाइक मैले मेरो बाइक लिएर गएँ अर्कोले चाहिँ अझ मेरो बाइक विनितको बाइक कस्तो हिउँमा आयो यो लेटेको अब हामी यहाँबाट बेनी गएर चाहिँ बाइकमा फ्युल हाल्छौँ होला अनि यसो चिया खान्छौँ होला त्यसपछि मनुष्य पोखरातिर गइन्छ होला केटाहरू आइसक्यो ल लग्यो अब आएन रुख झर्ना
अब हामी एकछिन त्यहाँ रुख झर्नामा गएर एकछिन रोक्छौँ होला। हामी चाहिँ अहिले यहाँ ठ्याक्क रुप्सी झर्नामा आइपुगेका छौँ। अहिले झर्ना छ रुप्सी झर्ना। कता रहेछ, ठुलो रहेछ। रुप्से झर्ना हेर्ने यही हो। अस्ति त रात राति आएको केही हेर्नै पाइएको छैन, आज चाहिँ बल्ल सबै कुरा देखिरहेको छ। हामी चाहिँ एकछिन यहाँ बस्थ्यौँ रुप्से झर्नामा, हेऱ्यो यहीँबाट उता माथि गइएन अनि हिँड्यौँ हामी अब चाहिँ। हाम्रोमा त एउटाको बाइकमा पेट्रोलै भ्यायो। एउटा यहाँ साइड चिसो यार यहाँ त। टाइम चाहिँ अब 1:30 भइसकेको छ। 1:30मा हिँड्नुपर्छ। देखेन हामीलाई त्यहाँ। यो मालडुङ्गा भन्ने ठाउँमा अब चाहिँ हामी निस्किन लाग्यो पोखरा अब नन स्टप। दुई साढे के भइसक्यो हाम्रो चाहिँ नाइट वक छ होइन। टाइमसम्म त 20 घन्टा हेरौँ के हुन्छ। अब केटाहरू आएको टिकट गर्नुपर्छ त्यो कुरा चाहिँ। अब चाहिँ मैले पामे आइपुगेका छौँ। पामे खाना खानको लागि
यहीँ राम्रो रहेछ है बरु यहाँ जाने होइन